हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। भिडियो चाहिँ आज धेरै ढिलो स्टार्ट गरेँ, केही छैन। अब के हो त्यही हो, आजको भिडियोमा चाहिँ अब बाहिर यसो नानीलाई लिएर निस्किरहेको छौँ खेल्नु भनेर। अब दिउँसै चाँडै निस्क्यौँ भन्दै के गर्दै टाइम जान्छ, त्यही भएर अहिले चाहिँ तपाईँ यहाँको ठ्याक्कै 6 बज्न आँट्यो। अन्त अब यहाँ घरकै नजिक यहाँ एयोन टाउन छ, त्यसमा यसो बच्चाहरूको खेलाउनेहरू छ अलिअलि। अनि हामी चाहिँ त्यहीँनिर नानीलाई लगेर जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला गाइस। यहाँ चाहिँ हामीले पार्किङ बल्ल भेटेर एक ठाउँमा गाडी पार्क गरेर हामी चाहिँ भित्र हिँड्दैछौँ। साह्रै गाह्रो हो यो ठाउँमा पार्किङ भेट्न पनि। यस्तो छ हाम्रो गाडी, त्यो कालो गाडी परको, सबैभन्दा परको कालो गाडीको छेउमा पार्किङ चाहिँ। राति पनि राम्रै आउने रहेछ। यसरी नै यता भनेको के भिडियो बनाऊ न। त्यो लड्यो। यहाँनिर छिर्नु चाहिँ घन्टाको हिसाबले पैसा तिर्नुपर्छ होइन। ठुलोहरूको छुट्टै, सानोहरूको छुट्टै हुन्छ। अनि खेल्ने ठाउँ चाहिँ एकदम ठुलो छ र अप्सन्सहरू पनि धेरै छ। खेल्ने अप्सन्स बच्चाहरूको लागि चाहिँ एकदमै राम्रो यो ठाउँमा चाहिँ कि साह्रै राम्रो। त्यसले तिमीलाई के भन्नु आउँदैछ है? होइन रहेछ। Sorry. Che uccichette. Wee! फाइनली अब हामीहरू चाहिँ घर फर्किँदैछौँ होइन। हामीले नानीलाई पनि मजाले खेलायौँ, अन्त थोरै सपिङ पनि गऱ्यौँ। सपिङ गर्ने ठाउँमा चाहिँ लास्टै भिड थियो, अन्त हामीले नि हतारमा सपिङ गरेको, त्यही भएर मैले भिडियो चाहिँ बनाउनु पाइनँ सपिङ गरेको। हेर्दै गर्नु होला भिडियोलाई।
फाइनली गाइज हामीहरू चाहिँ सबै हाम्रो कामहरू सकेर रुममा आइसकिसक्यौँ। आजको सपिङहरू भनेको चाहिँ यस्तो हो। यति गऱ्यौँ। फ्रुट्सहरू मासुहरू ल्याएछ। यो ब्लग यस्तै यहाँ अलिकति पुगिरहेको थिएन, त्यसैको लागि यो लिएको। त्यही हो, यो स्ट्यान्ड ल्याएछ। अनि यहाँ यिनीहरू अन्डाहरू के ग्रोसरीहरू अलिअलि लिएको। अनि त्यति हो गाइज। अब आजलाई त्यति भन्दै भिडियो यहीँ टुङ्गाउँछु। बच्चा झगडा गरिरहेछ, फेरि अर्को भिडियो लिएर आउँछु। त्यतिन्जेललाई बाई बाई।